हामी कुनै पनि चिजमा गइसके पछाडि सूक्ष्म दृष्टिकोण आवश्यकता छ। सानो सानो कुराहरूलाई पनि केलाउन सक्नुपर्छ है। त्यो केलाउन सकियो भने अनि अर्को कुरा हेर्नुहोस्, यो संसारमा मान्छेले पाप गर्छ, यो संसारमा मान्छेले अपराध गर्छ, यो संसारमा मान्छेले कुकर्म गर्छ हैन। अहिले हेर्नुहोस् समाजमा हत्या, हिंसा, आतंक, लुटपाट, बलात्कार यावत विषयहरू आज यो समाजले पचाउनु परिरहेको अवस्था छ हैन। यो कसले गर्यो? यो तपाईँ हामी जस्तै मान्छेबाट भयो एकदमै हैन। हजुर। तर किन भइरहेछ त त्यो भनेर भन्दा मान्छेले मान्छेलाई चिन्न सकेन। म को हुँ भनेर मान्छेले चिन्न सकेन। मैले जन्मिसकेपछि मैले कस्तो कर्म गर्नुपर्छ भन्ने कुरा उसले चाहिँ थाहा पाउन सकेन। त्यो कारणले गर्दा आज अपराध जस्ता कुराहरू यो समाजमा दिनानुदिन बढ्न थालेको छ। पछिल्लो समय त अति धेरै बढिरहेको देखिन्छ। भनेपछि आफूले आफूलाई प्राप्त गर्न सक्नु पर्यो, खोज्नु पर्यो। ईश्वरी कार्की भित्र अर्को एउटा ईश्वरी कार्की छ। तपाईँले सारा संसारमा नभेट्टाएको प्रश्न तपाईँभित्रको ईश्वरी कार्कीलाई सोध्नुभयो भने तपाईँले प्राप्त गर्नुहुन्छ। त्यो क्षमता आज मान्छेमा विलिन हुँदै गयो, हराउँदै गयो, जसको कारण आज समाज तनावग्रस्त छ।